उनको त्यहाँ सानोलिएको कुरा पनि हामीले भर्खर कुरा भएको छ। त्यसमा पनि बागमती सभ्यतासँग बसेर कुराकानी भइसक्यो भन्ने मलाई बुढाजीले भन्नुभएको छ। अर्को चाहिँ हालसाबीको विषय, सरकारी जग्गा उतापट्टिको विषय पनि कुरा भएको छ। अब नक्सा बाटो छ प्रयोग भइरहेको, तर नक्सामा बाटो छैन भन्ने विषय चाहिँ नेपालमा धेरै ठाउँमा यो समस्या छ। अहिले भूमि मन्त्रालयले त्यसैभरिको समस्या समाधान गर्नको लागि गुठीको होला अथवा अन्य चाहिँ यो अतिक्रमण गरेर बसेको बसोबासको व्यवस्था होला, त्यो सबै गर्न काम भइरहेको हुनाले चाहिँ हामी त्यति धेरै अब समस्या परेको मान्छेलाई आज समस्या परेको छ, म उहाँलाई तपाईँको समस्या बिस्तारै हामी मिलाउँदै जाउँला भन्न खोजेको होइन। तर सरकार चाहिँ के हो भने सरकारको कानुन नीति हाम्रो संविधान चाहिँ यति अप्ठ्यारो छ कि अलिक अगाडिलाई सोचेर बनाएको होला। अहिले बस्ती यसरी बस्छ, हाम्रो प्रविधि यसरी अगाडि बढ्छ भन्ने कुराहरू अलिक नसोचेको जस्तो, सोच्नु नभएको जस्तो देखिन्छ। त्यस कारणले हामी कानुन निर्माण गर्ने ठाउँमा धेरै संशोधनहरू गर्नुपर्ने छ। हामीले बागमतीलाई यो गर भन्छौँ, तर गर भन्छौँ उहाँको कानुनले गर्नै दिँदैन। अनि जनताले पब्लिकले चाहिँ तपाईँ हामीले चाहिँ यहाँ बासिन्दाले चाहिँ गरिहाल तुरुन्तै भन्छौँ। हामी पनि अब कहिलेकाहीँ मन्त्रीहरू आउँदा हामीहरू आउँदा नेताहरू आउँदाले निर्देशन पनि हाल्नुहुन्छ होला गरिहाल भनेर, उहाँले पनि त्यति बेला अब जनतालाई त्यहाँ हुन भने पनि जनताबाट आक्रमणै भइहाल्छ भने डराएर हुन्छ पनि भन्नु होला। तर यसको समस्या चाहिँ के हो भने हामी नीतिगत समस्या छ कि हामी कानुनमा त गर्नै सक्दैनौँ। त्यो कानुनमा त त्यो कलम छोप्ने बित्तिकै उहाँलाई अनि अख्तियारमा जानुपर्ने हो कि कहाँ अदालत जानुपर्ने हो कि, यो समस्याहरूलाई चाहिँ अहिलेको कानुन निर्माणको ठाउँमा बसेर हामीले अहिले हेरिरहेको चाहिँ विकास भनेको सामाजिक विकास होला, भौतिक विकास होला, यी विकासहरूमा हाम्रो शिक्षाको अवस्था सबै कुरालाई चाहिँ हामीले नीतिगत रूपमा चाहिँ करिब हामीले अब पुरानो कानुनहरूलाई संशोधन गरौँ, आवश्यक पनि नयाँ कानुनहरू बनाऊँ। जस्तो वनकै कुराहरू गर्दाखेरि एउटा रुख काट्न पाइँदैन, आफ्नै बारीको आफ्नै खेतको भन्ने जुन समस्याहरू छ। बाटोमा पिचमा चाहिँ रुख हुन्छ न, सबै पिच भएको हुन्छ नि, तपाईँले देखिरहनु भएको हुन्छ। अनि पोल हुन्छ अनि बिचमा पिच भइसकेको हुन्छ। अनि यो चाहिँ हाम्रो नीतिले गर्दा हो, कानुनले गर्दा हो। त्यस कारणले हामी यस्तो नीतिहरूलाई, यस्तो कानुनहरूलाई अब संशोधन गरेर जानुपर्छ भनेर हामी यसमा काम गरिरहेका छौँ। भर्खरै केही दिन अगाडि सरकारको तर्फबाट आएको हामी अब यो आर्थिक वर्षमा, आज हामी 2 गते छौँ, यो आर्थिक वर्षमा 166वटा कानुन हामी संशोधन र नयाँ गरेर नेपालको इतिहास संविधान बनेपछि पहिलो हुन्छ। 166वटा कानुन एउटै आर्थिक वर्षमा बनाउनु कोसिस गर्नु आफैमा यो ऐतिहासिक काम हो। हामी त्यसमा काम गरिरहेका छौँ। त्यस कारणले सांसदज्यूहरूलाई पनि हामी दसैँसम्म सदन चलाउने भएको हुनाले एकदम चाहिँ त्यो यदि थकित हुनु लाग्यो भने चिन्ता लागेर 2 हप्ता जति मतदाता कहाँ गएर आउनुहोस् भने हामीले त्यो व्यवस्थापन गरेको होइन। अब यसपछि लगातार